यो चाहिँ के भन्छ नि लाइट हाउस के भन्छ नि त्यो त्यस्तै हो क्या हेर्नु नि यहाँ प्लिक प्लिक गर्छ ऊ देख्नु भएको छ टुप्पोमा प्लिक प्लिक गरेको बेला बेलामा हो देख्नु पुरै समुद्रलाई उसले निगरानी गर्ने होला सायद मेबी है। हेलो साथीहरू, वेलकम टु माई न्यू एनदर ब्लग एनदर भिडियो। म चाहिँ मार्केटमा छु। अब केही यहाँबाट खानेकुराहरू लिएर म अहिलेको भ्यू पोइन्टतिर लाग्ने छु है त। म तपाईँलाई त्यहाँ भ्यू पोइन्टबाट सबै भ्यू देखाउँछु जहाँ लाइट हाउस थियो, अब ओइल म्यानेजमेन्ट, अब त्यो तपाईँको हाउसिङहरू अनि स्पेनको पुलिस स्टेसनहरू है त। म सबै देखाउँछु ल, लेट्स गो। नरिवल पानी हुँदैन यहाँ, नरिवल पानी खानु मन लागेको थियो मलाई त। त्यो ओ कोकोनट ऑयल वाला है, कोकोनट का ऑयल, कोकोनट का ऑयल जूस 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 नहीं है। एक है ये पड़ा हुआ, इसके ऊपर देखो ये वाला। ए त्यो छ त त्यो दुईटा यो नि नि एउटा यो लिने एउटा यो कोकोनट बिस्कुट रहेछ, यो एउटा ल्याउनु त है। यो लिनु मार्केटभित्र पनि साइकल चलिरहेछ। हेलो साथीहरू, हामी चाहिँ अब दुईजना दाजुभाइ अहिले रातिको अब राति भने दिउँसै छ स्पेनमा त। अब 8 बज्दैछ। बिहानभरि दिनभरि कोठामा बस्दा बस्दा फ्रस्ट्रेसन होला भनेर अनि त्यसपछि यस्तो केकहरू जुसहरू अघि त्यहाँ मार्केटमा देख्नुभयो नि किनेर हामी चाहिँ यसो माथि डाँडा पार्कसम्म जाँदैछौँ है त। यहाँ चाहिँ कस्तो भने ठाउँहरूलाई चाहिँ युटिलाइज गरेको छ कि यो गभर्मेन्टले। जस्तो स्पेनिस गभर्मेन्टले युरोपमा चाहिँ के छ भने मैले क्रोसियामा तपाईँको म स्लोभेनिया इटालीमा पनि गएको थिएँ, टुर्की हुँदै आएको हो होइन। यस्तो जस्तो फ्री जग्गाहरू छ नि, मतलब भन्न खोजेको पर्सनल प्रोपर्टी नभइकन गभर्मेन्टको लाई चाहिँ यस्तो के कतै पार्क बनाइदिने, कतै ग्रिनरी बनाइदिने अनि एकदमै युटिलाइज गरिदिने कि। अब यहीँ हेर्नु न, यहीँ टक्क होइन, यो जग्गाहरूलाई टक्क यसलाई म्यानेज ओइल म्यानेज गर्ने होइन। अनि तपाईँको यतैपट्टि नै हेरौँ ल, यो फ्री जग्गाहरूलाई चाहिँ गभर्मेन्टको जग्गाहरूलाई चाहिँ यसरी युटिलाइज गरिदिने, मान्छेहरू चाहिँ निस्केर घरबाट बाहिर निस्केर बसोस्, सदुपयोग होस् क्या हो, सदुपयोग गरिदिने। पुरै क्लिन छ हेर्नु ल होइन। यहाँ कर्मचारीहरू अब गभर्मेन्टको त होला नि यो क्लिन गर्ने, अथवा यो म्युनिसिपालिटीको होला, यहाँ आउने क्लिन गर्ने जाने गर्छ क्या। बिहानै उनीहरूले क्लिन गरेर यस्तो चिटिक्क बनाइदिन्छ क्या। ल हेर्नु त कति राम्रो ठाउँ, हेर्नु त यस्तो हराभरा ग्रिनरी गरिदिन्छ क्या जम्मैतिर। ले चाहिँ बाटो काट्दा जेब्रा क्रसिङ हेरेर बाटो काट्नुपर्छ है, किनभने यहाँ चाहिँ अब स्पेनमा चाहिँ ड्रोनहरूले सर्ट लिन्छ अरे, सेटेलाइटबाट नि हेर्छ अरे भन्ने कुरा सुने हो। अनि पुलिसहरूले भेट्यो भने त फ्याट्टै फाइन हानिदिन्छ है। त्यही भएर जेब्रा क्रसिङबाटै काट्नुपर्छ है। रुख हेर्नु कति राम्रो रुखको छारी, रुखको कलर पनि हेर्नु नि। ल हेर्नु है, यहाँको पुलिस स्टेसन चाहिँ यस्तो हुन्छ है, कति राम्रो हुन्छ पुलिस स्टेसन। ल हेर्नु यहाँ स्पेनको पुलिस स्टेसन चाहिँ यो हो। ल हेर्नु यस्तो हुन्छ है, देख्नुभयो कति क्लिन, कति राम्रो होइन। हिँड्नको लागि चाहिँ फेरि छुट्टै वे छ है होइन, फुटपाथ यति राम्रो हिँड्नको लागि छ। पुलिस स्टेसन हेर्नु न कति राम्रो है, कति ठुलो। हाम्रो नेपालमा भए अब टरा बनाएर बस्नु पर्थ्यो बिचरा है। के गर्नु, नेपालको अवस्था नै त्यस्तो छ। अब कसलाई के भन्नु होइन। ल ठिक छ हेर्नु अब यहाँनिर चाहिँ यता यस्तो राम्रो ठाउँ छ, प्लेस छ। हामी यहाँ जाँदैछौँ हिँडेर। ल हेर्नु अब माथि टपबाट तपाईँहरूलाई म खतरा भ्यू देखाउँछु है त। ल हेर्नुहोस् भ्यू, हेर्नुहोस् यहाँको भ्यू
ल हेर्नु यहाँ पुलिस स्टेसन भनेको यस्तो हुनुपर्छ के देख्नुभयो ल हेर्नु यहाँ पर हेर्नु समुद्र यहाँको सिटी भ्यू हेर्नु ल यो मैले बार्सिलोनाको बार्सिलोनामा छु ल हेर्नु साथीहरू बार्सिलोनामा यो हो नि त तरिका ल हेर्नु यो हो नि ल हेर्नु ल कति राम्रो ठाउँ छ हैन एकदम शान्त वातावरण हेभन जस्तो के बार्सिलोनामा हुनुहुन्छ भने त यता आउन सक्नुहुन्छ है तपाईहरु ल हेर्नु यहाँ जोडी जोडी है नमस्कार गरे साथीहरू म अहिले ट्याक्कै स्पेनको बार्सिलोना भन्ने ठाउँमा आइपुगेको छु र त्यसको टपमा छु अहिले यहाँ कति बजेको छ भने रातको 8 बजिरहेको छ र हेर्न सक्नुहुन्छ उज्यालो छ घाम छ यो लगभग 10 बजेसम्म उज्यालो नै हुन्छ यहाँ हैन स्पेनको एकदमै यो मौसम छ नि जुन वेदर छ हैन जुन यहाँको चाहिँ यो चाहिँ एकदमै मलाई राम्रो लाग्छ के एकदमै प्राकृतिक रूपले एकदमै सुन्दर हो हैन हावा हेर्नु कति मिठो राम्रो चलिरहेछ हैन ट्याक्क गर्मी पनि छैन जाडो पनि छैन के एकदमै बेटर छ के है तपाईहरुले मेरो पछाडी देख्न सक्नुहुन्छ धेरै पछाडी देख्न हेर्नु भयो भने समुद्र देख्नुहुन्छ अब मेरो पछाडीहरु घरहरु बनेको छ हैन यो घरहरु यति सिस्टममा बनेको छ मलाई एकदमै खुसी लाग्यो यो देख्दाखेरि हैन र मेरो अगाडि यो पछाडीपट्टि सिटी भयो भने अगाडिपट्टि पुलिस स्टेसन छ त्यो धेरै राम्रो छ पुलिस स्टेसन लगभग 50-60 रोपनी जतिमा फैलिएको ठुलो पुलिस स्टेसन छ हैन अनि यहाँ टपबाट चाहिँ यो जम्मै सिटीहरुलाई चाहिँ यो सायद मेबी पुलिसहरुले चाहिँ निगरानी गर्ने प्रोटेक्ट गर्ने होला अब धेरै राम्रो स्ट्र्याटेजी हो यो गभर्नमेन्टको हैन बार्सिलोना एउटा छ अनि अर्को छ बार्सिलोना म चाहिँ त्यो बार्सिलोना भन्ने ठाउँमा छु के प्राय अब नेपालतिरको मान्छेले त अब बार्सिलोना मात्र सुने होला स्पेन मात्र सुने होला म तपाईलाई फ्रन्ट क्यामेरा घुमाएर देखाउँछु है त्यो कति बेटर प्लेस छ भनेर है त ल हेर्नु है त्यही म एक्चुअली 360 भ्यूमा म तपाईहरुलाई ल यहाँ के छ त ल हेर्नु है त यो फर्स्टमा म तपाईहरुलाई के देखाउँछु भने यो तीनटा देख्नु भएको छ यसको माथिपट्टि टुप्पोमा प्लिक प्लिक बलिरा देख्नु भएको छ मेबी यो चाहिँ समुद्रलाई निगरानी गर्ने लाइट हाउस हुन सक्छ है अब अनि त्यसपछि यहाँ हेर्नु न कति ओइल म्यानेजमेन्ट छ के यो हेर्नु त यो ट्याक्क यो हाउजिङहरु हैन अब हेर्नु न कति राम्रो ओइल म्यानेजमेन्ट छ यो भनौँ यसलाई स्ट्रक्चर यो जुन छ नि कति राम्रो है यहाँबाट पुरै सिटी बार्सिलोना सिटी देखिन्छ यो बार्सिलोना हैन बार्सिलोना हो हेर्नु न मलाई चाहिँ एकदमै मन पर्यो तपाईहरु बार्सिलोना नजिकै हुनुहुन्छ भने त यहाँ आएर बस्न सक्नुहुन्छ हैन एकदमै राम्रो यो भयो हैन यो मेरो अगाडि देखिरहेको चाहिँ अब यो रुखले छेकेको छ यो चाहिँ ठुलो पुलिस स्टेसन छ यो भन्दा अगाडिपट्टि यहाँ मान्छेहरु चाहिँ फोटोहरु लिनलाई तपाईको हैन टुरिस्टहरु पनि आउँछ थोरै थोरै यिनीहरुको अब आन्तरिक आउँछ अब यहाँनिर तल देख्न सक्नुहुन्छ खेल्ने ठाउँ वाकिङ गर्ने रनिङ गर्ने ओइल म्यानेजमेन्ट गरेको छ के यो स्पेनको गभर्नमेन्टले चाहिँ कति ग्रीनरी छ हेर्नु न है हाउजिङहरु पनि कति राम्रो तरिकाले म्यानेजमेन्ट तरिकाले बनाएको छ ल हेर्नु है यो सिटीहरु तपाई अब स्विमिङको मजा लिन चाहनुहुन्छ भने त झन् यसमा त यो बार्सिलोना बीच त फेमसै छ देख्न सक्नुहुन्छ समुद्र देख्नु भएको छ नि यो लाइट हाउस भन्नु यसलाई है लाइट हाउस भन्दा उतापट्टिको समुद्र है हेर्नु त कति राम्रो छ है ल मलाई चाहिँ धन्यवाद साथीहरु अब आज यो भ्यू पोइन्टबाट पुरा बार्सिलोनाको पहिला सिटी हेरियो हैन धेरै खुसी लाग्यो आज मलाई यो भ्यू पोइन्ट आएर र यस्तै भिडियो बनाएर मैले राखिरहेको हुन्छु भिडियोलाई माया गरिदिनु होला लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला हामीले धेरै मेहनत गरेर भिडियो बनाएको हुन्छौं हैन ठीक छ थ्यांक यू फर वाचिङ भिडियो नेक्स्ट टाइम नेक्स्ट भिडियो सँगै भेट्ने छु हस् त टेक केयर बाइ बाइ